विश्वका विभिन्न सभ्यताहरूको बारेमा हामी यहाँ अध्ययन गर्छौँ। पुरानो सभ्यताहरूको क्रम हैन, विश्वमा कस्ता कस्ता सभ्यताहरू भए, कुन कुन ठाउँमा भए र कुन कुन नदी किनाराहरूमा भएका छन् भन्ने कुराहरूको हामी यहाँनिर अध्ययन गर्छौँ। अब हामी यसलाई एउटा ट्रिकबाट भन्छौँ, मिस मेरी सिन्दुर युज गरिन्। कहाँ? चीनमा है। मिस मेरी सिन्दुर युज गरिन् चीनमा भन्छौँ। अब हेर्नु त, मिसबाट मिश्रको सभ्यता कुन नदी किनारमा विकसित भएको थियो भने नाइल नदी। कुन देशमा? इजिप्ट है, इजिप्ट। अनि अर्को छ, अर्को मेरी, मेरीबाट मेसोपोटामियाको सभ्यता, मेसोपोटामियाको सभ्यता कुन नदी किनारमा? टिग्रिस र युफ्रेट्स नदी किनारमा भएको थियो। देश कुन थियो भने, अथवा कुन देशमा भएको थियो भने इरान। अर्को छ 3 मा सिन्दुर हैन, सिन्दुर, सिन्दुरबाट सिन्धु घाटीको सभ्यता, सिन्दुरबाट सिन्धु घाटीको सभ्यता, सिन्दुरबाट के हुन्छ हाम्रो? सिन्दुरबाट सिन्धु घाटीको सभ्यता कुन देशमा भएको थियो भने पाकिस्तानमा। नदी भन्यो भने सिन्धु रावी खोज गर्ने कनिधमले खोज गरेका थिए। सिन्धु रावी भन्ने नदी किनारमा भएको थियो। देश पाकिस्तानमा भएको थियो। अब आउँछ युज है, युज, युज भनेपछि युज युनानी सभ्यता, युजबाट युनानी सभ्यता। यसको नदी पाइँदैन प्राय। अनि यो कुन देशमा भएको थियो भने ग्रिस देशमा वा युनान देशमा भएको थियो। छ गरिन, यहाँ गरिनमा र हेर्नु त, र लुकेको छ नि, हो यही रबाट रोमको सभ्यता हुन्छ है। यो कुन नदी किनारमा भएको थियो भने टाइबर नदी किनारमा भएको थियो। कुन देश भने इटाली है, इटालीमा भएको थियो। र अन्तिम छ हाम्रो अन्तिम चिनिया सभ्यता। यहाँ चीनमा हैन, हाम्रो सूत्र चीनमा छ चिनिया सभ्यता। यो कुन चिनिया सभ्यता कुन नदी किनारमा भएको थियो भने याङ्सी क्याङ र ह्वाङो, कतै कतै ह्वाङो मात्रै लेखेको पाइन्छ। याङ्सी क्याङ र ह्वाङो यो कुन देश भने चीन देशमा भएको थियो। यसले हामीहरूले विश्वको सभ्यताहरूको क्रम भन्यो भने मिस मेरी सिन्दुर युज गरिन् चीनमा भनेर अध्ययन गर्छौँ। अब तपाईहरुको लागि एउटा प्रश्न छ, इतिहासका पिता भनेर कसलाई चिनिन्छ? हे, इतिहासका पिता भनेर कसलाई चिनिन्छ? अप्सन ए हेरोडोटस, अप्सन बी विलियम स्टब्स, अप्सन सी थ्युसिडाइडिस, अप्सन डी एरेथिस्निज। कमेन्ट गर्नुहोला। धन्यवाद।